हेलो साथीहरू नमस्ते। पक्कै पनि सुन्नुभयो होला मेरमी मुनि काली थुनेको अन्तै माया लाई छौर्यो मायाले साँच्चै हो कि हल्ला सुनेको। यो बोलको गीत गाउने आदरणीय अग्रज कलाकार लोक गायक को होला त ठ्याक्कै चिन्नुभयो होला। लोक गायक क्षेत्रमा एकदमै नाम कमाउन सफल आदरणीय अग्रज कलाकार पुरुषोत्तम नेउपाने। उहाँले यो गीत मात्र चाहिँ होइन है, फेरि कला संस्कृतिमा सबैभन्दा सुरुबाट फड्को मार्ने क्रममा गाएको यो गीत नै उहाँको आजसम्म अविस्मरणीय छ। त बचपनको याद आउँछ। त्यति बेला हामी भर्खर घाँस काट्न जाँदै हुन्थ्यौँ। एउटा सानो वाकम्यान हुन्थ्यो, त्यो वाकम्यानलाई गोजीमा राखेर रेडियोमा आउँथ्यो। रेडियो श्रीनगर एफएम, कालीगण्डकी एफएम, पाल्पाको विभिन्न एफएमहरूमा गुन्जिने यो गीत सुन्दै मजाले दिनभरि घाँस काटेर राति दिउँसो गएर आनन्दले सुत्ने बेलामा पनि उहाँहरूको गीतहरू गन्काउँदै सुत्नु मन लाग्थ्यो। बालापनको याद आउने यी गीतहरू गाउनेदेखि लिएर अहिलेको पुस्तासम्मलाई मिल्ने खालका गीत गाउने हाम्रो आदरणीय सर्जक कलाकार स्याङ्जाले कमाएको एकदमै ठुलो गौरवशाली कलाकार लोक गायक पुरुषोत्तम नेउपानेज्यू र काइलाबाको मिठो घम्सी कुराकानी आउँदैछ। प्रतीक्षा गर्नुहोला। भोलि बेलुका 7:30 लोक गायक पुरुषोत्तम नेउपानेज्यू र काइलाबाको एकदमै रमाइलो ठट्यौली मजाको भिडियो लिएर यो काइलाबा टुप्लुक्क उपस्थित हुँदैछ। भिडियो हेर्न चाहिँ नछुटाउनु होला। अनि भिडियो हेरिसकेपछि लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला र यो काइलाबालाई माया पनि गरिदिनु होला। र त्यो भिडियो आउँदैछ है भन्ने कुरा चाहिँ लोक गायक पुरुषोत्तम नेउपाने सामु समक्ष पनि पुर्याउनु होला भन्दै मेरो तमाम दर्शकहरूलाई हृदयदेखि नै सम्मान व्यक्त गर्दै म काइलाबा बिदा हुन चाहन्छु। नमस्ते।